हामीलाई पानी जहाज चाहियो, हामीलाई रेल चाहियो। म यहीँबाट प्रश्न गर्न चाहन्छु प्रधानमन्त्रीजी, नेपालमा कति जनताले पानी जहाज चढ्छन्? हता बङ्ग लथालिङ्ग छ। त्यो आँखा चिम्लेर नेपालका नदीनाला विदेशीलाई जिम्मा लाउने यो काम बन्द गर्नुपर्छ। एक केही व्यक्तिहरू उद्योगपतिले गरेको विद्युत जुन खपत छ त्यसको पैसा तिर्नु पर्दैन रे, अनि उनीहरूले नतिरेपछि उनीहरूको विद्युत बन्द गर्नु पर्दैन। यो भन्दा घोर अत्याचारपूर्ण कुरा के हुन सक्छ? प्रधानमन्त्रीले स्वयं संसदमा भन्नु विद्युतको कुरा आएको छ, ठुला ठुला व्यापारीहरूले विद्युत प्रयोग गरेका छन्। यदि ती व्यापारीले विद्युत प्रयोग गरेको कुरा होइन भने सरकारले नेपाली जनतालाई तथ्य ल्याएर जानकारी गराओस् न त। यो 24-25 अर्ब रुपियाँ यिनले तिर्नु नपर्ने भनेर भन्नुहोस्। यदि तथ्य त्यही रहेछ भने हामी नभनौँला। हामी जस्तो तपाईँ हामी जस्तो साधारण मान्छेले समयमा विद्युतको महसुल नतिर्यो भने, सुदूरपश्चिमको उदाहरणको कुरा गर्नुहुन्छ भने मेरो गाउँमा न्यूनतम मान्छेले 30 रुपियाँ बिजुली बाले बापत न्यूनतम तिर्नुपर्छ। त्यही 30 रुपियाँ पनि तिरेन भने उसको विद्युत बन्द हो। देशका ठुल्ठुला उद्योगपति हुँ भन्ने, उद्योग चलाउने अनि 24-25 अर्ब रुपियाँ तिर्नु नपर्ने हुन्छ? यस्तो अपराधमा संलग्न व्यक्तिहरूलाई मन्त्री बनाएछ। जो व्यक्तिको स्वार्थपूर्ति जुन मन्त्रालयमा स्वार्थ बाजिन्छ उसैलाई त्यहाँ मन्त्री बनाएको छ। केही बाँकी रहन्छ? भूतपूर्व प्रधानमन्त्री र पार्टी सभापतिका श्रीमती चट्ट समानुपातिकमा सांसद भयो, भ्याट्ट मन्त्री भयो। अनि ठुल्ठुला कुरा हामीले यस्तो कल्पना गरेर समानुपातिक ल्याएका होइनौँ। जुन समानुपातिकको यस्तै विकृति हुन्छ भने यो समानुपातिक तत्काल खारेज गर्नुपर्छ। नेपालमा अहिले यातायातको सबैभन्दा महत्त्वपूर्ण साधन 77 जिल्लामा चल्ने भनेको सडक यातायात। बाटोहरूको दुर्दशा हेर्नुहोस् त, काठमाडौँका बाटो हेर्नु, कमसेकम राजधानीका बाटा त सफा गर्नु पर्थ्यो। अनि बाटामा कर्णाली राजमार्ग जानुहोस्, त्यो मृत्यु मार्ग भनेर मान्छेले चर्चा गर्छन्। कयौं ठाउँमा दोहोरो गाडी चल्दैन। अनि कतिपय ठाउँमा मन्त्रीहरूका जिल्लामा 8 अरब 9 अरब विनियोजन गर्ने, सिंगै कर्णाली प्रदेश त्यो भन्दा पनि थोरै रकम विनियोजन गर्ने, त्यो राजमार्गलाई न फराकिलो बनाउने न सुरक्षित बनाउने, भएका उद्योग धन्दा सबै समाप्त गरेर वित्तीय एकाधिकार र दलाल पुँजीपतिहरूको यहाँ बिगबिगी भएपछि अनि नेपालको संविधानमा समाजवाद उन्मुख प्रणाली ल्याउँछु भनेको के यो राज्यको कुनै मर्यादा हुँदैन? हुन त जुन